बोलिए भक्तवत्सल भगवान को सुन्नु भो महाराज परीक्षित श्रीमद् भागवत क्रमाइलो प्रसंग अब के सुन्न चाहनुहुन्छ भनेर प्रश्न गरेको बेलामा महाराज कीर्तमाला भन्ने नदीको सान्निध्य धाममा बसेर सुखदेव स्वामीको मुखारविन्दबाट कथा सुन्दै जानुभएका परीक्षित महाराजले धेरै प्रश्न गर्नुभयो। लोकहितको लागि आत्मशान्तिको लागि सबै भक्तमा कैवल्य भक्ति प्राप्तिको कामना गर्दै धेरै धेरै प्रकारका प्रश्न गर्दै जानुभएको बेलामा राजन एक दिनको कुरो हो। यो संसार बडा चमकको छ। आज त्यति महान राजा हस्तिनापुरको राज्य सञ्चालन गर्नेवाला परीक्षितले राज्य छोड्नु पर्यो। कारण के त भन्दा अहंकार, घमण्ड। यदि हामी सबैले अहंकार घमण्डलाई त्याग्न सकेनौं भने श्री सम्पत्ति पनि जोड्यौं, नयाँ घर बनायौं, गाडी घोडा इत्यादि सारा सबै तयारी भयो, जति जोडेका छौं जोडे अनुसारको अहंकार घमण्डलाई छोड्न सकिएन भने जीवन बर्बाद भयो। त्यही बेलामा कलिलाई दण्डित बनाए भनिएको कलिले शिरमा मुकुटमा प्रवेश गरेको सुन्न बस्ने ठाउँ दिने बित्तिकै मुकुटमा प्रवेश गरिसकेछ थाहा भएन। त्यही बेलामा परीक्षित महाराज दरबारपट्टिको प्रस्थान भएर जाँदै हुनुहुन्थ्यो। राजन हिजोको प्रसङ्गमा हामीले कथा पनि सुन्यौं। श्रमिक नाम गरेका ऋषिलाई त्यत्रो कृतमाला नदी पानी बगिरहेको बेलामा अहंकार घमण्डले समाधिमा बसेका ऋषिसँग गएर पानी माग्नु भो। कारण के त भन्दा मैले हिजो पनि भनेको थिएँ, रिसलाई अन्त्य गर्नु, क्रोधलाई अन्त्य गर्नु, अहंकार घमण्डलाई त्याग्नु। सुनको मुकुटमा कलिले प्रवेश गर्यो हो, हिजो हामीले सुन्यौं। कारण के थियो? अधर्मले कमाएको, चोरेर ल्याएको सुनमा गएर बस्नु भनेर कलिलाई परीक्षितले बास दिनुभएको थियो। अब यहाँ एउटा प्रश्न सिर्जना हुन्छ, परीक्षित भन्ने राजाले लगाउनु भएको सुनको मुकुट चोरेर ल्याएको थियो होला कि धर्मको कमाई थियो होला कि अधर्मको कमाई थियो होला? यदि धर्मकै कमाई थियो भने कलिले किन प्रवेश गरे? अधर्मको कमाई थियो भने परीक्षित जस्ता राजाले अधर्मको कमाईका मुकुट किन लगाउनु पर्थ्यो? र बडा अचम्म लाग्ने छ। एक दिन के भयो भने जरासन्ध भन्ने राजाको दरबारमा भीमसेन पुग्नु भएछ। एउटा सुन्दर मुकुट सजिरहेको रहेछ, भीमसेनलाई बडा राम्रो लाग्यो अनि भीमसेनले त्यो मुकुट चोरेर ल्याउनु भएछ। त्यही मुकुट चोरेर ल्याइसके पछाडिको खण्डमा युधिष्ठिर महाराजले भन्नुभयो, मेरो भाइ यो मुकुट तिमीले कहाँबाट ल्यायौ? जहाँबाट ल्यायौ त्यही लगेर बुझाऊ। संस्कारहीन नबन है भन्नुभएको थियो। मेरो दाजु, म साध्यै बलवान भएको हुनाले मेरो बलको सम्मानको लागि, पराक्रमको सम्मानको लागि मलाई दिएको पुरस्कार हो भन्नुभयो। झुटो बोल्नु दाजु, तपाईलाई यो पुरानो मुकुट सुहाउँदैन, शिरमा यो झलझलाकार बलेको मुकुट लगाउनुहोस् न भन्दा युधिष्ठिर महाराजले भन्नुभयो, यसको पहिचान नभइकन म शिरमा लगाउँदिन। शिर भनेको सानो तिनो होइन, महान उच्च ठाउँ हो, सगरमाथा उच्च निकाय। त्यही भएर अहिले भन्ने चलन छ नि, कसैले पनि शिरमा लगाएको ढाका टोपी अर्काले नझेकिदिनु, अनि कसैको पनि कपाल लाउन नि कति राम्रो चुल्ठा बाटकी भएर कपाल मसार्नु मुसुर गर्ने बानी छ। कहिले पनि कपालमा नछुनु। शक्ति हुन्छ, शक्ति जान्छ। हाम्रो बानी के छ? मसार मुसुर यसो केलाउने बानी छ। सबैभन्दा माथि उच्च शिर हो, यही शिरमा यो मुकुटको पहिचान नभएसम्म म लगाउँदिन भन्दै भीमसेनले पहिचान खोलेनन्। यता जरासन्ध भन्ने राजाले मुकुट हराएको चाल पाउने बित्तिकै धेरै खोजी कार्य गर्नु, मुकुट पाउन नसक्नु। आज भीमसेनले ठुलो श्राप दिनुभयो। जसले यो दरबारबाट चोरेर लगेको मुकुट शिरमा लगाउँछ त्यसको 24 घण्टा भित्रमा त्यसको मति भ्रष्ट होस् अनि 7औं दिन भित्रमा त्यसको अकाल मृत्यु होस्। दुईटा श्राप। एउटा श्राप पर्यो, लगाएको 24 घण्टा भित्रमा मति बिग्रियोस्, मति भ्रष्ट होस्।
अर्को श्राप पर्यो। अनि 7 दिनभित्रमा तक्षक नाग भन्ने राजाले डसेर एउटा अकाल मृत्यु वरण गर्नु परोस् भन्ने श्राप। एउटा श्राप मतिभ्रष्ट, दोस्रो अकाल मृत्यु, त्यो पनि 7 दिनभित्रमा। त्यही मुकुटलाई लगाउनु भए नै युधिष्ठिर महाराज बडा सज्जन हुनुहुन्थ्यो, ज्ञानी हुनुहुन्थ्यो, भद्र हुनुहुन्थ्यो, बुद्धिमान हुनुहुन्थ्यो। लगेर सजाएर राख्नु भएछ। आफूले पहिला लगाएकै पुरानो मुकुट लगाउनु भो। एक दिन परीक्षित राजकुमार फर्किँदै गएको देख्दा बेलैमा सानै उमेरमा राज्य दिन्छु भनेर महाराज युधिष्ठिरले राज्य हस्तान्तरण गर्नुभयो। 5 पाण्डव द्रौपदी महारानीको साथमा स्वर्ग जानका लागि अहिलेको प्युठान जिल्लाको स्वर्गद्वारीको बाटो भएर माथिल्लो लोकपट्टिको सवारी महाराज हो। यता परीक्षित भन्ने राजाले विचार गर्नुभयो, अहिलेकालाई झिलिक्क र टिलिक्क चाहिन्छ। ओके, अहिले ब्रान्डेड मालै बिग्दैन, बरु 2 दिन लगाउने, एउटा टिकटक भिडियो बनाउने, बरु एकैचोटि आधी घण्टा 1 घण्टा लगाउने अनि त्यसलाई फालिदिने। अहिले हाम्रो आँखा कतातिर जान्छ, झिलिक्क टिलिक्क चम्किएको हो। एक दिन के भएछ भने परीक्षित महाराजले विचार गर्नुभयो, म यति सानै उमेरमा सायद सबै राजाहरू छन्, राजाहरू मध्येमा अहिले भन्दा पहिलाका भोलिका पनि नहोलान्। अहिलेको वर्तमान परिवेशमा सबै राष्ट्रका राजा म जस्तो सानो उमेरको राजकुमारले राज्य प्राप्त गर्न सकेका छैनन्। म कति भाग्यमानी। अब नौलो तरिकाले राज्य सञ्चालन पनि गर्छु, प्रजापालना पनि गर्छु। शिरमा मुकुट पनि यो पुरानो त लाउँदिन, सजाएर राखेको भित्ताको अर्कै झन्झलाकार लगाउँछु भन्ने विचार गर्नुभएछ। त्यही भित्तामा सजाएर राखेको मुकुट शिरमा लगाएर परीक्षित भन्ने राजा प्रजाको घर दैलोमा दर्शन गर्नका लागि, वन विहार गर्नका लागि निस्कनुभयो। जाँदा 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 24 घण्टा भित्रमा मतिभ्रष्ट होस् भन्ने श्राप थियो। 24 घण्टा भित्रमा आज कलिसँग भेट हो। कलिले अन्तिम घडीमा सुन्न बस्नका लागि अनुमति माग्दा तथास्तु भनेर वरदान दिनु, ठाउँ दिनु। कुनै परीक्षितको शिरमा भएको मुकुटको सुनमा गएर कलिले प्रवेश गर्नु, परीक्षितको मतिभ्रष्ट। पहिलो श्राप के थियो जरासन्धको? यो मुकुट लगाउनेको 24 घण्टा भित्रमा मतिभ्रष्ट होस्। भयो, मतिभ्रष्ट पनि भयो। मन्त्र जपेर भगवानको ध्यान गर्ने श्रमिक ऋषिलाई मरेको सर्पको माला लगाइदिए परीक्षितले, मतिभ्रष्ट भएर। विनाशकाले विपरीत बुद्धि, नासुने बेलामा के हुन्छ? बुद्धि उल्टो हुन्छ, विपरीत हुन्छ। यदि कुनै घरमा कुनै ठुलै घटना घट्नु छ भने 1 महिना, 2 महिना, 4 महिना, 6 महिना पहिलाबाट त्यो घरमा कलह सिर्जना हुन्छ। विभिन्न सबैलाई रिस नाकको टुप्पामा आएर बसिदिन्छ अनि कलह भएर छोड्छ, घटना घटेर छोड्छ। त्यही बेला परीक्षित दरबारमा पुग्नु, श्रमिक भन्ने राजाका छोरा श्रृङ्गीले 7 दिनमा तक्षक भन्ने नाग सर्पले टोकेर मर्नुपर्ने श्राप दिनु। परीक्षित भन्ने राजाले यो कर्म गरेछन् भन्ने श्रमिकले ध्यान दृष्टिबाट थाहा पाउनुभयो। आफ्नो पुत्र श्रृङ्गी ऋषिलाई भन्नुभयो, बाबु पुत्र, हामी गएर परीक्षित भन्ने राजालाई यो सूचना दिनुपर्छ ताकि मुक्तिको बाटो खोजुन्। यही प्रकारबाट परीक्षित भन्ने राजाको दरबारमा श्रमिक भन्नेवाला ऋषि जानु, उनैका छोरा श्रृङ्गी पनि जानुभयो। 7औं दिनमा तक्षक भन्ने नाग सर्पले डसेर मर्ने श्राप परेको छ, महाराज मुक्तिको बाटो खोज्नुहोस् भन्ने बित्तिकै परीक्षित बडा अचम्ममा परे। केही सोच्न सकेनन्, बुद्धि विवेक नष्ट हो। अनि जब मुकुट खोलेर भैमा राख्थे अनि सबै थाहा हुन्थ्यो कि मैले अपमान गरे ऋषिको, तब मुकुट शिरमा लगाउँथे, परीक्षितले सबै बिर्सन्थे। अहिले पनि त्यही भएर भनिन्छ, धेरै गहना लगाइया छ भने पनि अहंकार बढ्छ रे। त्यो नलगाउनेलाई त हिजो बोलचाल भएको साथी भएन, आज त देख्नै मन लाग्यो। हाम्रा गलामा शरीरमा 8-10 तोला, उसका गलामा शरीरमा सुन पनि हानिने छैन। यस्तासँग के बोलिरहनु, लौ नि कति गर्मी बढेछ, ओहो भन्दै थियो त्यो टल्काउँदै उपद्रव। त्यही सुनको मुकुट शिरमा हुँदा मतिभ्रष्ट हुने, त्यही सुनको मुकुट भैमा लगेर राख्दा सारा सबै याद हुने, पहिचान हुने।
मेरो उपाय अन्तिममा के छ त भन्दा महाराज, भगवानको सेवा नभइकन, भागवत भगवानको चिन्तन र भागवत भगवानको कथा श्रवण नगरिकन, भगवानको कृपा नबर्सिकन जीवन मुक्तिको बाटो छैन है। ल दरबारमा बसेर मुक्ति छैन, जङ्गलमा जानु, साधु सन्तको सङ्गत गर्नु, विद्वानको सङ्गत गर्नु, अनि भगवानको चिन्तनमा लाग्नु, 7 दिनमा जीवन मुक्ति हुनेछ। ल भैया, त्यही मुकुटलाई दरबारमा छोडेर महारानी छोराहरूसँग विधवारी भएर, प्रजासँग विधवारी भएर परीक्षित भन्नेवाला राजा आज जीवन मुक्ति हुनका लागि जङ्गलमा जानु, सुखदेव स्वामीले भागवत अमरमय कथालाई श्रवण गराउनु, भागवतको कृपाबाट नमर्न अमर पद प्राप्त गराउन त होइन, तर 7औं दिनमा सर्पले टोकेर नै मर्नु त पर्ने हो। यदि मरिसके पछाडि आत्मालाई विमानमा चढाएर वैकुण्ठ स्वधाम गमन गराउनका लागि भागवत भगवानको सेवामा तल्लीन गराउनु हो। अन्तिम घडीमा जीवन मुक्ति पनि सर्पले पनि 7 दिनको बिचमा टोकेर मुक्ति गरायो। हामी 7 दिनमा कथा सुन्छौँ। कुरो के बुझ्यो त भन्दा, अधर्मको कमाइले आगोले भन्दा बढी पर्छ, यति पल्छ भाती पल्छ। अनि श्री सम्पत्ति छ भने डर त्रास भए उत्पन्न हुन्छ, छैन भने के को डर। हिजो अहिले पो सहरमा केन्द्रित भयो, हिजो गाउँघरमा हुँदा माइत जाँदा पुर्याउन जानु पर्थ्यो, लिन आउनु पर्थ्यो, गलामा सुन चाँदी थिएनन् भने त एक्लै फ्याङ्ल्याङ फ्याङ्ल्याङ गइदिने हुन्थ्यो। चोर्छन् कि मार्छन् कि, डर त त्यसैको थियो। यसो दराजमा 2-4 बिटा यसो बैंकबाट झिकेर ल्याएको छ भने राति उठेर नि ढोका लाउन जानुहुन्छ, सिस्किन लाइन कि लाइन आज। त्यो त दराजको चाबी लुकाउने ठाउँ नै पाउनुहुन्न। कहिले सिरान मुनि लानुहुन्छ, कहिले यता लानुहुन्छ, लौ नानी भन्नुहुन्छ, लौ नानी खोली पो हाल्लान् कि। उस्तै परे गेट हेर्न 2 चोटि पुग्नुहुन्छ, च्यानल गेटा ताल्छ झुन्ड्यो कि झुन्ड्यो। अब त्यो त केही नहोस् त, त्यहाँ न सुन चाँदी हिरा मोती छ, न श्री सम्पत्ति नै छ भने ताल्छ झुन्निया भयो नि झुन्ने, नत्र भने नि भर्सकै छ। तर डर के को रहेछ त? सम्पत्तिको। 1 नम्बरमा सम्पत्तिको डर हुन्छ, दोस्रो नम्बरमा त्यसमा पनि धर्मले कमाएको होलाई त यति डर छ भने अधर्मले आय आर्जन भएकोमा कति डर होला। आगोले त केही पोल्दैन आमा बाबा, अधर्मले कमाएको श्री सम्पत्तिले त्यति धेरै पोल्छ। चुकिसक्यौं हिजो कति, चुक्नुको अर्थ हुन्छ गल्ती गर्नु। श्री सम्पत्ति जोड्ने क्रममा कसैलाई नमिठो बोलियो होला, कसैको मन दुखाइयो होला, कसैसँग सम्बन्ध बिग्रियो होला। चुकिसक्यौं हिजो कति, चुक्ने छौ भोलि कति। सुम्पिनु शिवलाई थोरै भए पनि घट्दैन त्यो सम्पत्ति भनेको छ। सकिन्छ भने कमाएको दशांश दान गर्नु, कमाएको दशांश 100 रुपैयाँ कमाइन्छ भने 10 रुपैयाँ चाहिँ धर्म कर्म दान धर्म तीर्थ व्रतको लागि खातामा खुत्रुक जम्मा गर्नु। सिरान मुनि जम्मा गरे छोराछोरी नाति नातिना पड्केले भर्सक्कै आहा झिमेकै पार्न दिँदैनन्, सिरानी उचालेर। दिन दुखीको सेवा गर्नु, खान नपाउनेलाई भोजन गराउनु, लाउन नपाउनेलाई वस्त्र दान दिनु, बसोबास नभएकालाई वासस्थान दिनु, मठ मन्दिरमा गएर दान गर्नु, चराचुरुङ्गीलाई आहार खुवाउनु पनि ठुलो धर्म हो। सकिन्छ भने दशांश गर्नु, सकिँदैन भने थोरै मात्रामा गर्नु। सबैभन्दा पहिला अब सम्पत्ति के को लागि कमाउने, के को लागि? के परीक्षितको सम्पत्ति थिएन र आमा बाबाहरू? त्यत्रो हस्तिनापुरको राज्य थियो, ढुकुटीका सञ्चय सम्पत्ति कति गए। आज परीक्षित भन्ने राजा खाली खुट्टाले पैदल यात्रामा जङ्गलपट्टि जानु पर्यो। उनी परीक्षित भन्ने राजा धुरु भएर जङ्गलमा जानु हो। खानको लागि भोजन छैन, बस्नको लागि महल छैन। त्यति ठुलो महलमा बसेका बिस्तारामा ढलेका महाराज आज गएर जङ्गलमा रुखबाट झरेका पात पतिङ्गरमा लडीबडी गर्नु भएको छ। समयले कहाँबाट कहाँ पुर्याइदिन्छ पत्तो छ। त्यही भएर सुख पाएको बेलामा कहिल्यै पनि नमात्तिनु, अनि दुःख पाएको बेलामा कहिल्यै पनि नआत्तिनु। यदि दुःखमा आत्तिनु भयो भने अर्को दुःख थपिन्छ, सुखमा मात्तिनु भयो भने त्यो सुख हुन्छ। भगवानले दिन पनि जान्नु भएको छ, भगवानले फिर्ता लिन पनि जान्नु भएको छ। अब फिर्ता लिन भएर के ढोका आएर टङ 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 गरेर चाहिँ घन्टी नै बजाउला नि त।
अहिलेसम्म औषधि खान नपरे शरीरमा धेरै रोग लाग्नु उपचार गर्दा गर्दा पैसा स्वाहा हुनु कहीँ लगानी गरेर लगानी डुब्नु छोराछोरी बुहारी नाति नातिना देश विदेश जान्छन् कम्पनी बन्द भएर फर्किनु पर्नु त्यो पनि घाटा हो महिनामा 20,000 को औषधि खाँदा पनि नपुग्नु के भगवानले फिर्ता लिएकै होइन रे अहिलेसम्म कतिले एउटा सिटामल पनि खान परेको छैन कतिलाई महिनामा दिनमा एउटा त्यो ट्याब्लेट भएन भने बरु अन्न नभई बाँच्न सकिन्छ औषधि नभइकन बाँच्न सकिँदैन बोलो राधे राधे चुम्बकको नजिक पुगेपछि फलाममा पनि चुम्बकीय शक्ति मिल्छ त्यसैले भगवानले दिन पनि जान्नु भएको छ भगवानले फिर्ता लिन पनि जान्नु भएको छ कारण के हो भने अब सम्पत्ति के को लागि कमाउने तीनवटा सूत्र छ है एक नम्बरमा के को लागि कमाउने खर्च गर्नका लागि खर्चै गर्न नपरेकेलाई कमाउने घर गृहस्थी चलाउने आयल गयल देवता पितृ कार्यहरू छोराछोरीलाई पढाउने उच्च शिक्षा प्रदान गर्ने वस्त्र कपडा इत्यादि सबै बिरामी भएको बेलामा उपचार गर्ने अब त्यहाँबाट पनि बचेको रकम दोस्रो भनेको दान धर्म गर्ने पहिलो घर खर्च त्यहाँबाट बचेको रकम दोस्रो दान धर्म तीर्थ व्रत त्यही दान धर्म तीर्थ व्रतबाट बचेको रकमलाई लगेर तेस्रो भनेको चाहिँ आफू जाने बेलामा परिवारलाई हस्तान्तरण गर्ने पहिलो घर खर्च दोस्रो दान धर्म तीर्थ व्रत तेस्रो हस्तान्तरण भनेको सुम्पिनी भनिए त हो कतिलाई त त्यो अन्तिममा बिरामी जीवनभरि कमाएकोले अन्तिममा गएर 1 महिना हस्पिटल बस्न पुग्दैन पुग्छ पुग्दैन त्यसैले केही पनि छैन जति जम्मा बनाउँछौ नि आखिरी अन्तिममा शरीरलाई उपचार गर्दा खर्च भएर जान्छ त्यस्तै भएर दशांश भगवानको लागि अर्पण गरौँ अनि आँखा बन्द गरेर अब 30 सेकेन्ड सबैले मनमा विचार गरी बक्सेला आँखा बन्द गरेर 30 सेकेन्डको लागि सम्झौँ त अहिले शरीरमा रोग लागेर एम्बुलेन्स चढेर जानु परोस् हस्पिटलको बेडमा गएर ढल्नु परोस् सलाम चढाएर बस्ने त्यो कष्टको समय आओस् अनि घर परिवार इष्टमित्र गएर सेवा गर्नका लागि त्यो पीडा दिनमा भोक रातमा निद्रा नभनी बसेको त्यो अवस्थालाई भोग्नु परोस् देख्नु परोस् अनि धेरै धनराशि खर्च होस् अनि त्यहाँबाट फर्केर आउँदा पनि 5-7 लाख सकेर फर्केर आउँदा पनि एम्बुलेन्स चढेर घरमा आउनु परोस् अब त्यो संकटलाई सम्झिनु भन्दा हे भगवान मलाई रोगै नलागोस् हे प्रभु निष्कलङ्केश्वर महादेव हे भागवत भगवान भन्नु बरु एउटा 1000 भने पनि भगवानलाई अर्पण गरिदिनु मलाई रोगै नलागोस् भन्नु कहाँको 5-7 लाखको खर्च त्यो पीडा कहाँको एउटा 1000 भगवानलाई खुत्रुक्क बनाइदिन रोगै लाग्यो यो भन्दा ठुलो केही छ केही पनि छ जे सोचेको सोचे जस्तो जीवन छ जे जति जम्मा बनाउँछौँ हामी भोग चलन गर्छौँ भन्छौँ त्यो पनि हामीले भ्याउँदैनौँ हामीले कमाएको श्री सम्पत्ति छोराछोरीले चयन गर्छन् बाबा आमाले कमाएर छोडेको भए तपाईँ हामीले चयन गर्ने हो किनकि आयु कम छ नि आमा बाबा यताउता गर्दा गर्दा कमाएर जमाएर बल्ल भने जति भयो है भन्दा 55-60 लागि हालिन्छ गाडी किने पनि चाबी घुमाउँदै छोराछोरी जान्छन् मोटरसाइकल स्कुटी किने पनि उनीहरू नै घुमाउँछन् बतिलो घर महँगो बिल्डिङ घर किने पनि बत्तीलाई कोठा बुकिङ गरिहाल्छन् लगेर कब्जा गरिहाल्छन् अन्तिममा त्यही टस्टमनी छत्तिरै हो अनि केही छैन यसो तीर्थयात्रा लैदेऊ न भन्दा गाडी लाग्छ बुढेसकाला भन्छ घरमा बस्ने राम नाम जप्ने बरु महाभारत ल्याइदिन्छु देवी भागवत ल्याइदिन्छु नेपाली भाषा टिकामा त्यही पढ्ने बस्ने भन्छ त्यसैले तपाईँ हामीले कमाएर जमाएर हामीले चयन गर्न त आयु 300 वर्ष हुनु पर्थ्यो बोलो राधे राधे आयु छोटो छ हो धेरै छोटो छ साह्रै नै छोटो छ जन्मेर आउँदा केही नाङ्गो शरीरमा लगाएको एउटा भोटो हो सबैले भोटो हो त्यो भोटोमा गोजी थियो कि थिएन होला पहिलोचोटि शरीरमा भोटो ला हो गोजी थियो गोजी राख्दै भए के जान्थ्यो त नि यत्र टुक्रो त जान्थ्यो नि कपडा
त्यो पहिलोचोटि शरीरमा परेको कपडा भोटोमा गोजी छैन। अब अन्तिम चोटि शरीरमा पर्ने सेतो टालोमा गोजी होला त? केही पनि छैन। आउँदा पनि नाङ्गै आएको, जाने बेलामा पनि नाङ्गै जाने। पहिलोचोटि शरीरमा परेको वस्त्र कपडा भोटोमा गोजी छैन महाराज। अन्तिम चोटिमा पहिरेर जाने सेतो टालोमा गोजी छैन। के लिएर आएको हो, के लैजाने हो, के हराएको छ, के खोजिरहेका छौँ, पाउँछौँ या पाउँदैनौँ, पाइयो भने हाम्रो साथमा जान्छ जाँदैन, यो बुझ्नु नै ठुलो धर्म हो। बुझौ त महाराज परीक्षित भने राजाका प्रतिमा श्री सुखदेव स्वामीले आध्यात्मिक चिन्तनबाट श्रीमद् भागवत द्वितीय स्कन्धबाट ज्ञान विस्तार गर्दै 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 जाने बेलामा राजन आत्माले छोडेर गएको शरीर, आत्माले त्यागिएको शरीर भनेको रित्तो पिजडा जस्तो हुन्छ। जुन पिजडामा चरा छौन्जेली रहन्जेली हामी आहार पानी बेला बेलामा दिन्थ्यौँ, जब चरा छैन भने त्यो पिजडाको मतलब के छ? कि दाउरा पाल्ने, कि फाल्ने, कि एकपट्टि लगेर थन्काइदिने? मान्छेको पनि जीवन त्यस्तै हो। आत्मरूपी चरो रहन्जेली कराउन्जेली मात्र यो शरीरको ख्याल हुँदो रहेछ। आत्माले शरीरलाई छोडेपछि त्यो शरीरको अन्तिम कायना बाचा हुन्छ राजन। लगेर फालिदियो भने स्यालकुत्ताले गिद्धले लुचेर खान्छन्। आज स्यालकुत्ताको विस्तार हो। लगेर जलाइदियो भने खरानी भएर गयो। पानीमा बगाइदियो भने माछा गोहीले खाए, माछा गोहीको आहार हो। खाडल खनेर पुरिदियो भने माटोबाट बनेको शरीर आज माटैमा गएर गल्छ, सर्छ र मिल्छ। जीवनको अस्तित्व केही पनि छैन। जसले भगवानको बाँचुन्जेली ध्यान गर्छ, मनन गर्छ, चिन्तन गर्छ, जसले भगवानको 9 प्रकारको भक्ति मध्येमा एउटै भक्तिलाई पनि समर्पित भएर लाग्छ भनेदेखि त्यो व्यक्तिको, त्यो भक्तको वलत्र पनि पलत्र पनि भगवानको भक्ति मार्गले जीवन सुधार हुनेछ, सुखमय बित्नेछ। यो जीवन पनि सुखले बित्नेछ। अर्को जन्म जन्मान्तरको लागि पनि जीवन जुन जुन चोलामा पुगे पनि सुखले बित्नेछ। यही शास्त्रको मतअनुसार मैले विस्तार गर्दै 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 जाँदा अब के सुन्न चाहनुहुन्छ महाराज भनेर प्रश्न गरेको बेलामा प्रभु यो 4 जात 36 वर्ण भनेको के हो? ब्रह्मकुल, क्षत्रियकुल, वैश्यकुल, शूद्रकुल भनेको के हो? यसैको बारेमा कथा सुन्न पाऊँ भनेर विस्तार गरेको बेलामा, प्रश्न गरेको बेलामा परीक्षित भन्ने राजाका प्रति सुखदेव स्वामीले 4 जात 36 वर्णपट्टिको कथालाई लक्षित गराउँदै हुनुहुन्छ भन्ने समयको कथा यसै अध्यायबाट। जय बोलो भागवत भगवानको। हरिण बाहिर देख्ने आँखालाई छेक्यो जालैले, बाहिर देख्ने आँखालाई छेक्यो जालैले, जान्न जान्न भन्दा पनि मान्छ कालै। हरि बाहिर देख्ने आँखालाई छेक्यो जालैले, बाहिर देख्ने आँखालाई छेक्यो जालैले, जान्न जान्न भन्दा पनि मान्छ कालै। हरि जान्न जान्न भन्दा पनि मान्छ कालै। जय शम्भो हर 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 महादेव।
सुन्नुभयो महाराज सौनकादि ऋषि मुनिहरू। अब चार जात भनेको के हो भनेर प्रश्न गरेको बेला महाराजले अण्डज उद्भिजक जरायुक्त सोधिन्छ। अण्डज भनेको फुलबाट पैदा हुनेवालाको एक, उद्भिज भनेको आफै सृष्टि भएर महान बन्नेवालाको दुई, जरायुक्त चट्ट काटेर लगेर माटामा गाडी दिनाले भावरा पलाएर जरा पलाएर जानेवालाको तीन, स्वदेज भनेको चाहिँ आफै सृष्टि कल्पमा फोहोर मैलाबाट उत्पत्ति हुनेवालाको चार गरिकन चार प्रकारबाट सृष्टि चलेको छ। यही चार प्रकारको सृष्टिलाई बुझेर ल्याउँदा द्रव्यम कर्म च कालम च स्वभाव जीवैव च, द्रव्य कर्म काल स्वभाव र जीव यी सबैलाई बुझेर ल्याउँदा भगवान भन्दा पर कोही पनि छैन। जसको हृदयमा आत्मा छ, जसमा चेतना छ, चेतना भएको एउटा घोषणासम्म पनि भगवान समान नै हो, कुनै फरक छैन। एउटा स्वरूपले फरक बनायो, बसोबासले फरक बनायो, रहन सहन र स्थितिले फरक बनायो, अरु सबै उयो। सबैभन्दा बुद्धि विवेकले परिपन्च, सबैभन्दा विद्वान, सबैभन्दा उच्च कुल भनेको मानव जन्म हो। यही मानव जन्ममा सबैलाई संरक्षण गर्नुपर्ने, पालन पोषण गर्नुपर्ने, सबैलाई सम्मान गर्नुपर्ने, स्वागत गर्नुपर्ने, घरमा एउटा किरा फटेङ्ग्रा आउँदा पनि अतिथिको स्वरूप मानेर स्वागत गर्नु यो मानव धर्म हो। अब यही मान्छेको जन्ममा सत्कर्म हुन सकेन भने, यही मान्छेको मानव चोलाको समयमा कुनै पनि पुण्य कर्म हुन सकेन भने अब बाँकी चोलामा कुनै धर्म कर्म होला त? त्यो गाई भैँसी भएर जाँदा तीर्थयात्रा जान मिल्ला त? मिल्ला? अब त चराचुरुङ्गी ती जङ्गली जनावरका पीडा जलमा बस्ने, थलमा बस्ने, तिनीहरू कथा सुन्न आउन पाउलान् त यसरी? दिनमा 5 जोर 4 जोर लुगा फेरेर रङ्गी चङ्गी यसरी आनन्दले हिँड्न पाउलान् त तिनीहरू? कठै बिचरा बिरामी हुँदासम्म हामीले त सिटामल पाछौँ, उनीहरूलाई मतलब छैन कसैले। अब त्यो जीवन हेर्नु एकचोटि, अनि यो जीवनपट्टि फर्किनु एकचोटि। यही बेलामा पनि केही गर्दैनौ भने त्यो बेलामा गर्ने के हो? एउटा आलु रोप्दा 1 केजी 2 केजीसम्म आलु फल्छ। एउटा सुन्तलाको बिरुवा बगैँचामा ल्याएर रोपिदिनाले, सारिदिनाले त्यही सुन्तलाबाट, वृक्षबाट वर्षौनी फल प्राप्त हुन्छ। त्यसैगरी हामीले पनि मानव जन्ममा सत्कर्म गर्नाले, दान धर्म तीर्थ व्रत गर्नाले जन्म जन्मान्तरको अरू चोलामा पनि भोग गर्न सजिलो हुन्छ, जीवन सुखैले बित्दिन्छ। बोलो राधे राधे। हामी त अहिले के भन्छौँ? जन्मेपछि मुक्ति छँदैछ, मर्ने पक्का हो, म यो संसार घुमेर आएँ भन्ने पनि को छ? म स्वर्ग गएको भन्न आउने पनि कोही छैन, म नर्क भोगेर आएको भन्ने पनि कोही छैन। बाँचुन्जेलीको मोज मस्ती सुख आनन्द नै हो भन्छौँ नि, तर यो गलत हो है। यो जन्मको त चिन्ता नै छैन, चिन्ता त अर्को जन्मको हो। एउटा पेन्सिललाई किनेर ल्याएपछि त्यसलाई नतिखारिकन लेख्छ, लेख्नको लागि तिखार्नु पर्यो। त्यसैगरी मान्छेको जीवन पनि पेन्सिलसम्मको छ। जसरी मिसिनले पेन्सिललाई तिखार्छ, त्यसैगरी आज ज्ञानबाट बुद्धि विवेक मानिसमा पनि सद्बुद्धि प्राप्त हुन सकेन भने कहिल्यै पनि मानिसको जन्म पछाडिको मृत्यु त छ, तर जीवन मुक्ति छैन। बोलिए भक्त भगवानको। अब 4 जात भनेको के हो भन्दा, भगवानले सृष्टि कल्पमा चलाउनु भएको नियम त
चारवटा भइहाल्यो। अब हाम्रा पूर्वजले चलाएको भनेको ब्रह्मकुल 1, क्षत्रिय कुल 2, वैश्य कुल 3, शूद्र कुल 4। अब यहाँ जाति विभेद छ। म ब्रह्मकुल भनिएछ, म क्षत्रिय कुल भनिएछ, म वैश्य कुल भनिएछ, म शूद्र कुल भनिएछ। अब यो जाति विभेदलाई अब 10 मिनट शान्त भइबसेर ए ल है ल उता जा ल है भनिएछ। अब यो के रहेछ वास्तवमा? कसका सन्तान हुन्, कसरी जाति निर्धारण हो? अब ध्यान दिएर बुझ्नु होला है त। यही सन्देश सबैतिर पुर्याउनु होला। ब्रह्मकुल ब्राह्मण क्षत्रिय वैश्य शूद्र। ब्रह्मकुल भनेको ज्ञानका धनी, पढ्नु पढाउनु यज्ञ गर्नु यज्ञ गराउनु, दान लिनु र दान दिनु, षट्कर्म ब्रह्म उच्यते। 6वटा कर्म गर्नु ब्रह्मकुलले भनिन्छ। क्षत्रिय कुलले प्रजापालनको हित गर्नु, देशको सेवा गर्नु, संरक्षण गर्नु। क्षेत्र भनेको पृथ्वी, क्षेत्र भनेको हात। यही हातले शरीरको र यो राष्ट्रको अनि प्रजाको सेवा गर्ने, संरक्षण गर्ने उसको नाम हो क्षेत्र। पराक्रमको धनी हुन्छन्। वैश्यकुल भनेको चाहिँ अत्यन्त मनका धनी, व्यापार व्यवसायमा तल्लीन, पूजापाठ गर्नका लागि, नित्य पूजा गर्नका लागि महानता हुन्छन्। अहिलेपट्टि नेवार समुदायपट्टि हेर्नु त एकचोटि, अहिले यहाँ धेरै नेवार समुदायहरू हुनुहुन्छ। त्यो आँगनमा टेक्ने ठाउँ पाउँदैन। पूजा गर्नु भएको छ एकजना व्यक्तिलाई त पूजा गर्दा नै बिहान बित्छ। आँगनबाट माथि छतको मन्दिरसम्म आफ्ना घरमा मानिएका देवी देवताहरूलाई दैनिकी पूजा अर्चना हुन्छ, सेवा त्यति नै हुन्छ। हामी ब्रह्मकुलले पनि सक्दैनौँ। म ब्रह्मकुल व्यासमा बसेर बोलिरहेको छु। हामीले पनि सक्दैनौँ, किनकि भगवानले त्यो शक्ति दिनुभएको छ वैश्यकुलमा। वैश्यकुल भनेको चाहिँ अत्यन्त व्यापार व्यवसाय र सद्धर्म सत्कर्ममा भगवानको चिन्तनमा बढी लाग्ने, एकहोरो तरिकाले लाग्ने। कसैले ल है यस्तो छ उस्तो छ भन्दा पनि नसुन्ने, भित्री मनबाट सच्चा भगवानमा मन लगाउँछु भनेपछि लगाउँछु। वैश्यकुलको हात ठुलो भन्ने चलन छैन हो। अब शूद्रकुल भनेको के हो? शूद्रकुल भनेको चाहिँ शिवका धनी, शिवले सबैलाई मोहित बनाउने, सेवा गर्ने शूद्रकुल। अब अहिले हामी शूद्रकुल भनेको त यस्तो उस्तो तल्लो जात ल नछो, यता आउन मिल्दैन, मन्दिरमा आउने तल अधिकार छैन भन्छ। तर यो होइन। अब शूद्रकुल के हो त म आज बताइदिन्छु। एउटै ऋषिका 4 भाइ छोरा रहेछन् पहिला। त्यही 4 भाइ छोरा मध्येमा जेठो छोरोले ब्रह्मकुल सम्हाल्यो हो, माइलो छोरोले क्षत्रिय कुल सम्हाल्यो, साइलो छोरोले वैश्यकुल सम्हालेर बस्यो, कान्छो छोरोले शूद्रकुल सम्हाल्यो। टाढाको हो त हो रहेछ, एकापट्टि होइन। ब्रह्मकुल भनेको चाहिँ मुख हो, बाहुन बोलेर थाक्दैन। क्षत्रिय कुल भनेको पराक्रम, क्षत्रिय कुलसँग जति पराक्रम हुन्छ अरूमा हुन सक्दैन। यो राज्य चलाउन, राज्यको नियम प्रजा पालनमा अरूको त्यति बुद्धि विवेकले भ्याउँदैन। क्षत्रिय कुल भनेको यो बाहु, छाती, पराक्रम। वैश्य कुल भनेको चाहिँ पेट सम्पन्न। क्षत्रिय कुल ब्रह्मकुल सम्पन्न र वैश्यकुल गरिब भनिए बराबरी हुन्छ। वैश्यकुल भनेका त धनका पनि धनी, मनका पनि धनी, बडा सम्पन्न, पेटको भाग थुप्रिने ठाउँ के। दाल भात अचार तरकारी थालीमा राख्यो, हातले मुछ्यो, मुखमा लग्यो, जिब्राले फेदा पुर्याइदियो, गुल्टाइदियो, अनि गुल्टिँदै गएर कहाँ थुप्रिन्छ? पेट। वैश्यकुल भनेको पेट हो। अब शूद्रकुल भनेको चाहिँ जसलाई भनिन्छ पाउ, पाउ भनेको खुट्टा हो। अब लौना नि हामीलाई चाहिँ पाउमा पुर्याएका बाहुनले आफ्नो कुललाई चाहिँ मुखमा पुर्याएका नभन्नु। अब त ब्रह्मकुलको निधार पुग्ने पनि त्यही पाउमा हो। लौना नि छोरी नातिनी आइनु भनेर जिउ गर्ने कहाँ? जय भान्जा आउनुभयो भनेर शिर झुकाएर जिउ गर्ने कहाँ? त्यही पाउमा होइन? ब्रह्मकुलको पनि पाउ, शिर त्यही पाउमा। क्षत्रिय कुलको पनि शिर त्यही पाउमा, वैश्य कुलको पनि शिर त्यही पाउमा, शूद्र कुलको पनि शिर त्यही पाउमा। सम्मानित जो शिवका धनी, शिवबाट सबैलाई मोहित बनाउने। अनि यही 4 कुलबाट आचार संहिताहीन, भ्रष्ट,
गतिहीन, शक्तिहीन, संस्कारहीन व्यक्ति जसलाई भनिन्छ शूद्र कुल। त्यो चाहिँ जो पनि हुन्छ, ब्रह्मकुलबाट पनि जान्छ, क्षेत्रीय कुलबाट पनि जान्छ, तल झर्छ, वैश्य कुलबाट पनि तल झर्छ, शूद्र कुलबाट पनि तल झर्छ। जो संस्कारहीन हुन्छ, जसले सद्धर्म सत्कर्ममा लाग्दैन भने संस्कारलाई त्याग्छ भने त्यो हो शूद्र। अब त्यसलाई चाहिँ भन्नेलाई उता जा छोलास, यता नआइज, पहिला सुध्रेर आइज। अहिले चाहिँ हामी नबुझेर यस्तो उस्तो भनिया छौँ, तर त्यसो भन्न नमिल्दो रहेछ है शास्त्र। हामी सबै समान छौँ, हामी सबै नेपाली हौँ, हामी सबै नेपाल आमाकी सन्तान हौँ, हामी सबै भगवानले बनाउनु भएको दुई जातमा पर्छौँ, एउटा स्त्रीलिङ्ग पुल्लिङ्ग, छोरा मान्छे र छोरी मान्छे। अनि लिङ्गको हिसाबले तेस्रो लिङ्ग जसलाई नपुंसक लिङ्ग भनिन्छ, लिङ्गको हिसाबले 3, जातको हिसाबले 2। यही प्रकारबाट 4 जातको बारेमा बयान विस्तार गर्दै जाने बेलामा महाराज आज कसैमा पनि लिङ्गको भाग छैन भन्ने विचारबाट अगाडि बढाउँदै जानुभएको छ राजन। यही मध्येमा 4 जात ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र मध्येमा सबै सम्मानित छ। म ब्रह्मकुल हो भन्ने, म बाहुनको कुलमा जन्मिया हो भन्ने, पहिला यताको सुनाऊ अनि यता 4 जात। पहिलो ब्रह्मकुल, दोस्रो क्षेत्रीय कुल, अनि वैश्य कुल र शूद्र कुल। म ब्रह्मकुलमा जन्मिया हो भन्ने 1 महिनामा त्यो जीवमा पानी नै पर्दैन, संस्कारै मान्दैन, चन्दन लाउँदैन, गायत्री मन्त्र जप गर्दैन भने त्यो शूद्र कुलमा पुग्यो। 4 कुलबाट बाहिर सुध्रिने ठाउँमा पुग्यो, सुधार केन्द्रमा पुग्यो। म क्षेत्रीय कुलको हो भन्ने, क्षेत्रीय धर्म नमान्ने, त्यो पनि त्यही सुधार केन्द्रमा पुग्यो। म वैश्य कुलको हो भन्ने, वैश्य धर्म नमान्ने, त्यो पनि सुधार केन्द्रमा पुग्यो हो। म शूद्र कुलको हो भन्ने, शूद्र कुलको धर्म नमान्ने, त्यो पनि शूद्रमा पुग्यो। अब त्यसलाई चाहिँ छोइएला खबरदार भयो, ल है त उता जा, नुहाइ धुवाइ केही छैन, छोइदेलाई पूजा गर्ने जानु, उता जा। मन्दिरमा नुहाइ चाहिँ हेर, महिना दिन भयो जिउमा पानी नपरे, उता जा। अनि एउटा कुरो म भन्न चाहन्छु, कसैले छोइएलाई भन्दा पनि रिसाउन मिल्दैन। किन मिल्दैन भने व्यक्तिको लागि भनेको होइन, आफ्नो आफ्नो इष्टकुल देवताको पूजा गर्ने नियम हामीले अलग बनाएका छौँ। हाम्रा घर गृहस्थीका देवी देवतालाई सम्झिने अर्चना गर्ने हामीले नियम अलग बनाएका छौँ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र 4 कुलको पूजा गर्ने, भगवान प्राप्ति गर्ने नियम अलग छ। कसैले 11 दिनमा न्वारन गरिन्छ, कसैले 6-7 दिनमा चोख्याइन्छ, अलग अलग नियम बनाउनु भएको छ। अनि हामीले कहिलेकाहीँ घरमा पनि छोइएलाई भन्नुपर्छ, पर्दैन? रिसाउन मिल्छ? घरमा श्रीमतीज्यूले आफ्नै श्रीमानलाई भन्नुहुन्छ, लौना नि घुन्टेका बा, आज नुहाइदै छैन, हजुरको म मन्दिर जाने जल, उता जानु छोइएला। अब श्रीमान रिसाउन मिल्छ? मिल्दैन। एउटा घरको श्रीमान श्रीमती आमा बाबा त रिसाउन मिल्दैन भने, अनि तल्ला घर पल्ला घरमा ल है दिदी बहिनी, ल है दाजुभाइ, आज म मन्दिर जाने जल हो, आज घरमा कुलदेवताको पूजा छ, यसो यो जल छोइएलाई, यसो पूजाको सामग्री छोइएलाई भन्दा रिसाउन मिल्छ? मिल्दैन। भगवानको लागि, इष्टकुल देवता प्राप्तिको लागि, पितृ कार्यको लागि घरका व्यक्तिलाई त ल है संस्कारहीन भए पन्छाइन्छ भने त्यसमा त कुटुम्बले छोएको जलै चल्दैन। बोल राधे राधे। चल्छ? कुटुम्बले छोएको जल चल्दैन भगवानलाई। त्यही भएर ल है यता छोइएला भनेको हो। हामी कुनै पनि जातीय विभेद छैन, पहिला पनि जातीय विभेद थिएन, अहिले पनि छैन, भोलि पनि हुँदैन। अहिले हामीले जति आन्दोलन गरेका छौँ बुझाइमा कमजोरी भएर। यदि पहिला जातीय विभेद थियो भने श्री रामचन्द्र भगवान परमात्मा जङ्गलमा जाँदा कयौं ऋषि महर्षिहरूले हातमा फूलको माला र शङ्ख घण्टको ध्वनिबाट मङ्गल शब्दले स्वस्ति वाचन पढेर स्वागत गर्दा जानु भएन।
हातको माला हातमा ओइलायो लगाउनु भएन। केही बेलामा रामचन्द्र भगवानले एउटै शब्द प्रश्न सोध्नु भएको थियो, गुरुवर यहाँ सबरीका आश्रम कोठी कहाँ छ? रामले सबरी जो शूद्रकुलमा जन्मेकी सबरीको कुटी सोध्दै जाने। सबरी 80 वर्षको उमेरमा आँखा कमजोरी भएको कपाल खोलेको, त्यही सबरी जसले 72 वर्ष रामको नाम जपेर रामको दर्शनको लागि प्रतीक्षा गरेकी आमालाई आमा अब म आइपुगेँ भनेर काखमा लुटुपुटु गर्नु, शिरमा हात राख्न पुग्नुभयो। त्यो बेलामा जातीय विभेद रहेछ? त्यो बेला पनि थिएन। अहिले पनि जातीय विभेद छैन। भगवान प्रेमको भोको हुनुहुन्छ। भगवान यो जाति उ जाति ठुलो जात मात्र भन्ने म प्रति प्रेम भाव नजगाउने भगवान त्यहाँबाट खुसी हुनुहुन्न। भगवान प्रेम र भक्तिको भोको हुनुहुन्छ। तन सफा नभएर केही फरक पर्दैन आमा बाबा, तन शरीर जस्तो सुकै होस् तर मन सफा भयो भने भगवान अति प्रसन्न हुनुहुनेछ। कृष्ण कन्हैया लालको भगवान भक्तको मनबाट भोको हुनुहुन्छ, भक्तको प्रेम र भक्तिबाट भएको हुनुहुन्छ। त्यसैले हामी सबैले जातीय विभेदलाई अन्त्य गरेका छौँ। शास्त्रले पनि अन्त्य नै गरेको छ। यहाँ विभेद छैन। हामीले कुनै बेला मेला महोत्सवमा सँगै जाँदा है खबरदार भनेको भए त्यता रिसाउनु पर्ने स्वाभाविक नै हो। तर हाम्रो सत्कर्म सद्धर्म पितृदेवताको लागि घर परिवार इष्टमित्र सबैलाई जो संस्कारमा छौँ भने हामी ल है भन्दैनौँ, जो संस्कारमा छैन भने छोराछोरीलाई आमाले भन्नुहुन्छ ल उता जा, छोइदेलास्, खबरदार ल यता आइज त, गाली गर्नुहुन्थ्यो, कराउनुहुन्थ्यो। त्यसैले संस्कारमा बस्नुपर्छ। निधारमा चन्दन लगाउनुपर्छ, गलामा माला तुलसी माला रुद्राक्ष कण्ठी लगाउनुपर्छ। अनि आफूले सकिएको गायत्री मन्त्र उपासना विभिन्न मन्त्रको उपासना माला जप गर्नुपर्छ। जे जति सकिन्छ जसरी सकिन्छ जुन भावबाट सकिन्छ भगवानलाई भावना अर्पण गर्नुपर्छ। भगवानलाई भावनाबाट भगवान देवता अति प्रसन्न हुनुहुनेछ। सुन्यौ त महाराज, ब्राह्मण क्षेत्री वैश्य शूद्र 4 जातको बारेमा विस्तार गरिन्। यही हाम्रा पूर्वजले बनाएको नियम आजसम्म पनि चलेको छ, भोलिसम्म पनि चल्नेछ। कुनै पनि जातीय विभेदलाई अन्त्य गरिएको छ। कुनै पनि मानवमा विभेद छैन। एउटै आमाका सन्तानहरूप्रति सम्मान गर्दै अब के सुन्न चाहनुहुन्छ भन्दा 36 वर्ण भनेको के हो भन्नुभयो। क देखि ज्ञसम्म गर्दै जाँदाको 36 वटा अक्षर नै 36 वर्ण हो। रङ्गीन फुलबारी छ बगैँचामा। यो सुन्दर बगैँचा हो विश्व ब्रह्माण्ड। यहाँ धेरै प्रकारका फुल फुलेका छन्। आफ्ना आफ्ना सुगन्ध बास्ना छ, आफ्नो आफ्नो स्वभाव छ, आफ्नो आफ्नो रूप रङ्ग छ। तर बगैँचा एउटै छ। फुल अनेक प्रकारका छन्, धागो एउटै छ, फुलका थुङ्गा अनेक रङका छन्। त्यसै गरी विश्व ब्रह्माण्ड एउटै महान ठुलो कम्पनी हो। कम्पनीमा काम गर्ने तपाईँ हामी विभिन्न प्रकारका छौँ। बोलो राधे राधे। वास्तविक कुरो के हो त भने यही कम्पनीमा हामी काम गरिरहेका छौँ। कम्पनीका मालिक भगवान एउटै मात्र परमेश्वर हुनुहुन्छ। राम्रो काम गर्यौँ भने हामीलाई सेवा सुविधा तलब भत्ता थपिन्छ, अझै पनि सेवा थपिन्छ। हामीले मनै मालिक हो भनेर मालिकलाई चिनेनौँ भने सेवा सुविधा के को थपिने भानी घटेर जान्छ। म यो मालिक भन्छ नि त्यस्ता कामदारलाई मालिकले राख्छन् त्यो कम्पनी निकाल्दैन। मालिकको सम्मान मिल्यो भने सेवा सुविधा थपिदिन्छन्। त्यही हो यो संसारमा पनि हामीले भगवानको भक्ति मार्गमा मनलाई अगाडि बढाउन सक्यो भने, यो मन भगवत भक्तिमा वृद्धि गराउन सक्यो भने हाम्रो जीवन अत्यन्त परोपकारसँगै यो जन्म र अर्को जन्म जन्मान्तरमा पनि सुखभोग गर्नेछ। यदि भगवानलाई भित्री मनमा सच्चा भावबाट चिन्न सकिएन भने जन्म पछाडिको मृत्यु त छ। मरेपछि विभिन्न चोलामा आउने, जन्मिने, भोग्ने, अनेक दुःख यातना भोगेर जाने चोलाको नियम त्यही हो। लौ त महाराज 4 जात 36 वर्णको बारे भागवत 10 लक्षणको बारेमा विस्तार गर्दै श्रीमद् भागवत द्वितीय स्कन्द 10औं अध्यायले सविस्तार मत सहित तृतीय स्कन्द विश्व ब्रह्माण्ड सृष्टिको कथा र हिरण्यक्षलाई परावतार भगवानले मारेर वैकुण्ठ पठाउनु भएको कथा प्रसंग, अनि एक ब्रह्माजीबाट रचना भएको विश्व ब्रह्माण्ड मध्येमा एक कर्दम भन्नेवाला प्रजापतिको कथा प्रसंगलाई कर्दम भन्नेवाला प्रजापतिले भगवानको तपस्या गरेको कथालाई जोड गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यसै प्रसंगबाट। बोले भागवत भगवानको निष्कलङ्केश्वरी तु महादेवको हरि भागवत
छोडेर चिन्ता घरको भागवत छोडेर